हेलो सबैजनामा नमस्कार। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज मेरो मिनी भ्लगमा हजुरहरुलाई वेलकम गर्दछु र मेरो मिनी भ्लग चाहिँ यस्तो छ कि आज म कहाँ जाँदैछु सबै देखाउँछु। जाँदा जाँदै यति धेरै राम्रो ठाउँ देखेँ, त्यसपछि टक्कै लाएर मैले खाना अर्डर गर्ने, यो भाडामा पकाएको खाना। त्यसपछि मैले भाँडाकुँडा पनि देखेँ, सो एक्साइटेड भएर म चाहिँ डान्स पनि गरिरहेको छु खाना आउनलाई। अनि मेरो खाना पनि आइसक्यो। खाना चाहिँ नेपालको गाउँको खोले भन्छ नि, यहाँ चाहिँ हरिस भन्दो रहेछ। अनि मैले स्विट पनि मगाएँ, यस्तो धेरै बब्बाल भन्दै म चाहिँ स्विट खाइरहेको थिएँ। त्यसपछि मलाई चाहिँ स्विट भएन, त्यसपछि मात्रै डङ्काडङ लाएर यो हरिस भन्ने मटन हरिस थियो, म चाहिँ खान लाग्यो। अनि खाइसकेपछि चाहिँ मैले चाहिँ टक्कै लाएर हेर्नु, मैले त हरिस त खाइसकेँ, मिठो थियो। अनि म चाहिँ फेरि लागेँ आफ्नो बाटोतर्फ लागेँ चिया पिउँदै। अनि बाटो चाहिँ एकदम खाली थियो, रोडहरू खाली थियो। त्यसपछि त हिमालहरू त भन्नै नपर्ने। मलाई जहिले पनि यो ठाउँमा जाँदा मलाई नेपालको याद आउँछ। म हप्तामा एकचोटि चाहिँ गएकै हुन्छु, किनभने धेरै रमाइलो हुन्छ। अनि जनावरहरू त झन् भन्नै नपर्ने, यस्तो रमाइलो थियो। अनि म पनि पुगेँ, समुद्रकोमा पुगेर सट्टै लाएर गाडी लायो। गाडी पार्किङ लाएपछि म चाहिँ गएर समुद्रमा खेल्दै थिएँ, रमाइलो गर्दै थिएँ। अनि मलाई बचपनको याद आयो। त्यसपछि बचपनको याद आएपछि त कुरै नगर्नुहोस्, म कसरी डान्स त गर्दै थिएँ, ढुङ्गा खेल्दै थिएँ। अनि आएर म चाहिँ बसेँ, हावा एकदम राम्रो चेयरमा आएर समुद्रको पछाडि बसेँ। 7 अप पनि मगाएँ। 7 अप मगाइसकेपछि मात्र भएन, फेरि मिल्कसँग मलाई मिसाएर खानुपर्छ। मिल्क पनि मगाएँ। मिल्क मगाएर म चाहिँ खोलेर मिक्स गरेर अब चाहिँ पिउन लागेँ। पिएँ, रमाइलो गरेँ एकछिन। सो मलाई चाहिँ फेरि यो मिल्कले 7 अफले मात्रै भएन, त्यसपछि लेमन मिल्क पनि खानु पर्यो। मैले लेमन मिल्क पनि मगाएँ अनि पिएँ। अनि यस्तो धेरै हावा चाहिँ चलिरहेको थियो। हावा त भन्नै नपर्ने क्या, यति धेरै हावा चलेको थियो। मेरो